टिकाली मङ्गलकाली भद्रकाली कपालिनी दुर्गासमा हिँड्दा ठेस नलाओस् नहुँदा केस नझरोस् अरूलाई दिएर खाएर रोग नलाओस् ठुलो कुरो लाएर पनि हटाउनु हुँदै जाओस् खिची चाहिँ मैले अघि तपाईँ कसलाई देखाउनु ल्याउँछ मङ्गलकाली भद्रकाली कपाली लाको टिकै झऱ्यो लाको टिका झऱ्यो भद्रकाली भन्दै लाको टिका झऱ्यो भन्ने रोग नलाओस् ठुलो कुरो अरूलाई दिएर खाएर मान बढ्दै जाओस् रोग नलाओस् आमा कपाल पलाओस् झऱ्यो 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 लाग्यो बुढी हो कोटेकी त मेरो गाउँमा उठ्दैला दही चोरेर खारे हजुरआमाले राम राम हैन 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 यता हेर्नु यता यता हेर्नु मनले दिनु न मनले सबैलाई दिएर खानु आओस् भन्नु न अब सबैलाई अरूलाई मान्ने गुन्ने भयो रोन लाओस् सुखान्ते होस् सबैलाई पाल्ने हो कि फाल्छ कि पाल्छ फाल्ने बेला फाल्ने पाल्ने मरेपछि फाल्ने त्यही हो नि मरेपछि नि नपालेर नि हो हामी त राख्ने हो घरमा म पनि बाँकी छु हेलो रिदम भाइ अहिले त जान अर्ध फुलको पातले भयो त किन दुई फेरो पैसा तपाईँले पैसा दिइसक्नु मैले अघि नै भइसक्यो हो अब लिनु 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 एकैचोटि दियो भने पैसा झऱ्यो लखर 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 गाउँ डुलेर नहिँड्नु भने मान्नु प्या प्या बाजा नबजाउनु बुझ्यो के नगर्नु रे हो खुरु खुरु भने मान्नु पढ्नु हेलो एभ्रिवान सबलाई नमस्ते सबैलाई दसैँको शुभकामना भन्न चाहन्छु आज दसैँको टिकाहरू हामी चाहिँ टक्क टिका सिका लाएर अब यहाँ खाना रेडी भइसकेका छौँ टिका लगाइयो त्यही नै हो भिडियो हेरिदिनु होला टिका लगाइस् कति कमाइस् त 10 रुपैयाँ कति कमाइस् कति कमाइस् कति कमाइस् यो चाहिँ भाइ भएर जाने दुःख छ फेरि दाइले भाइलाई पैसा दिनु चलन छ कि होइन बुझ्छु भाइ हो कि होइन गीत भन्नु नि त एउटा सैया तू त बदला गया हे कति कमाइस् दाइले कति कमाइस् त राखिराख अहिले त तास खेल्नु पर्छ त्यो नि लुटिदिने हो त्यो तास खेलेर जितेको नदेखा न What's your name, bro? What's your name? Where from? Where from? तिमी कहाँबाट हो बाबु? इन्डिया तिम्रो इन्डियाबाट हो तिमी कति वर्ष तिमी सैयारा तू तो बदला गया है मौसम जरा सा सैयारा तू तो यसले त चिसो भएर मलाई तपाईँलाई जाडो भएन चिसो भएर यो लुगाले मलाई तपाईँलाई जाडो भएन यहाँ चाहिँ अहिले जाडो हुँदैन देउराली बेसी डेन्जर जाडो हुन्छ क्या यहाँ देउरालीमा चाहिँ कस्तो जाडो हुन्छ धनु सुसु लगायो भने चाहिँ डेन्जरै जाडो हुन्छ क्या सबजना टिका सिका लगाएर फर्किसक्यो हामी जाँदैछौँ हजुर टिका सिका लगाएर सबजना हिँड्छ क्या हामी भर्खर जाने मान्छेहरू टिका लगाएर यहाँ आइपुगिसक्यो हामी भर्खर जाँदैछौँ भने अघिको बाइकमा देख्न के थाहा
त्यसरी टिका गाडी त यतातिर पो उडेछ नि त डेन्जर एक्सिडेन्ट भयो खै त्यही मान्छेहरू खै के हो देउराली आइपुग्यो कति तर खासै हुसुसुसु केही रहेन है त्यहाँ तल छ हुसुको दामी काठमाडौँ जाने सबभन्दा छोटो दुरीको बाटो बाटो चाहिँ सबै पिच छ राम्रै छ कहाँ छ त अनि हेटौँडा काठमाडौँ जाने सबभन्दा छोटो बाटो योभन्दा राम्रो कहाँ बनेको होला भन्नु छ त हो यो त पुरै धुवाँ भयो त दामी छ ल दामी हेर्नु त मेरो लुगामा चिसो पानी लागेको हो हुस्छु यस्तो लागेर रहेनछ नत्र यसमा त लाग्छ नि त पानी चिसो हुन्छ लुगै क्याम्पे ब्याग बोके कुन ब्यागै त्यही छ त अब कुन बोक्नु मेरो ब्याग बनाउनु न त बनाउनु चिसापानी गढी यो चाहिँ हो चिसापानी गढी यहाँ चाहिँ छोरी मान्छेहरू जानु हुँदैन भन्छन् खै के हो म त जान्दिनँ केही पनि ल मामा माइजू हामी चाहिँ टक्क लाएर टिका सिका घर लाएर आउँदैछौँ भिडियो हेर्दै हुन्छ भने दक्षिणा चाहिँ टक्क अलि धेरै धेरै गरेर राख्नु होइन यहाँदेखि सबभन्दा टाढाको भान्सा भनेकै मै हो कस्तो घाँटी सुक्यो मेरो त बिहान रातिदेखि घाँटी सुकिरहेको दुख्या होइन कि सुक्या क्या सुक्या सुक्खा भयो क्या खालि खोकी लाग्यो कमान सिंहले भोटे कुकुर भुक्या भइरहेको भन्थ्यो उसले के अरे विशालको बाउले भोटे कुकुर भुक्या जस्तो भइरहेको खोकी लगाएर भन्थ्यो विशालको बाउ बल्ल निस्किएको थियो तपाईँलाई पानी पर्छ हिँड्नु भनेर कराउँदा बल्ल निस्किएको थिएँ धन्न पानी परेन भने मामा घर जाने हो भालुको मासु खाने हो सालीसँग टाँसी सल्ती हान्ने हो पापा की पड़ी उड़ गए कति अर्ब खानु फेरि त्यो पूर्वाधार मन्त्रालय जलाइदिएको थिएन खानेपानी विकास मन्त्रालय कि के हो यो खानेपानीको के
सबैभन्दा डरलाग्ने ठाउँ पनि यही हो राति हिँड्दा सबैभन्दा डर लाग्ने ठाउँ पनि यही हो हजुर विनोद दर्शन ज्वाइँले बोल्छन् ज्वाइँलाई पठाइदिनु कि भाइ को मान्छे हो आऊ यहाँ बसेर जाने आऊ आऊ Sani? Sama oi, sama. Sama oi. Siapa sama oi? Siapa lara? ल आयो आयो हामी आयो ल ल आऊ आऊ यहाँ आऊ माम बोक्छ आऊ अहिले त आउने बित्तिकै माने तिमी हो के खायो तिमीले नमस्ते ह्याप्पी दसैँ को विशाल है त ठुलो नमस्ते को यो मामुजी खै त चिसो चिसो हुन थाल्यो नि त अन्त हेरि यहाँ त हल्का चिसै छ दिनतिर गर्मी छ घुमेर जाउँ न के हो र घुमेरै जानुपर्छ लोड बढी छ अटोमा घुमेर जाउँ है घुमेर जाउँ न घुमेर जानुपर्ने भयो अब हाडी खोला सर अब कता हुनुहुन्छ के अरे यसपालि मैले खसिना गाडे कि हो हुँदैन विशाल त्यही हो अब बिजुवाहरू मैले आयो भने पनि खाटापुट्टा खाने हो त्यस्तो आउँदैन हो आफू खसी काटेपछि मक्क खाने मान्छे हो मैले पनि डेन्जर खाइरहेको छ त म डेन्जर खाने मान्छे हो ठुलो मम्मीले रोकै गर्छ हाडी खोला स्कुल यो हाडी खोला स्कुल होइन हाम्रो मम्मीहरू पढाइ स्कुलमा रात परिसक्यो केही देखाएको छैन अनि त्यहाँबाट ठुलो मम्मीले नखानु है नखानु भने कम अब यस्तो डाँडा सबै बात आफूलाई त्यो भएपछि त अलिकति लाइट त फाइट गरेँ क्या फाइट गरेँ क्या फाइट देख्दैछ है हाडी खोला पुल सँगसँगै हुन्छ सँगसँगै हुन्छ बैग निकाल
ल फाइनली मामा घर आइपुगेको छ दोकान छ लड्दैन नि भिनाजु दिन न त ब्याग म बोक्छु ए लड्ला बिस्तारी हिँड्नु बिस्तारी हाम्रो मामा घर मेरो मामा घर बाटो हुँदै हो